समाजको राम्रो कामको बारेमा चाहिँ चर्चा गर्नुहुन्छ र सिङ्गै समुदाय र समाजका मान्छेलाई राम्रो काम गर्नुपर्छ, असल बन्नुपर्छ भन्ने जुन किसिमको प्रेरणा तपाईँहरूबाट प्राप्त भएको छ। म तपाईँहरू खास गरी यो सुनकोशी गाउँपालिका इकाइ समाजलाई, इसाई समाजलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरू बेठीबाट हुनुहुन्न, तपाईँहरूले पक्कै पनि हाम्रो गाउँका धेरै स्वयं दिदीबहिनीहरूलाई अलिकति सामाजिक चेतनाको अभिवृद्धि गर्नुभएको छ, धर्म संस्कृतिको बारेमा जागरण ल्याउनु भएको छ र यसले पक्कै पनि हाम्रो समाजले यसले घाटा पुर्याएको छैन, फाइदै भएको छ। अघि पनि कुरा आयो, हामीले जबरजस्ती रूपमा धर्म परिवर्तन गर्ने होइन, तर मान्छेलाई विश्वास र मन जितेर मन परिवर्तन गर्नुपर्छ भन्ने कुरा आयो। मलाई अत्यन्तै त्यो शब्द राम्रो लाग्यो। भोलि सबै आमाबाबाको मन परिवर्तन भएर सबै यही समुदायमा यही इसाई समाजमा लागेछ भने पनि हामी उहाँहरूलाई स्वागतै गर्छौँ, हाम्रो कुनै गुनासो छैन र हामी समाज जता लाग्छौँ त्यतै लाग्छौँ। यहाँले जुन किसिमको उद्देश्य बनाएर अगाडि बढ्नु भएको छ, यहाँको साथमा हामी छौँ र अझ मात्र व्यक्तिगत रूपमा सुनकोशी 7को वडा अध्यक्षको रूपमा काम गर्ने अवसर जुन प्राप्त भएको छ र मैले विगत अघिल्लै कार्यकालदेखि त्यहाँ हाम्रो सुनकोशी 7का पनि धेरै पुराना दिदीबहिनीहरू दाजुभाइहरू यहाँ मैले देखेको छु। उहाँहरू जब यो आफ्नो धर्मको रूपमा अगाडि बढ्नुभयो, मलाई लाग्छ हाम्रै वडामा 3-4 वटा चर्चहरू छ। हामीले कहीँ न कहीँ कुनै न कुनै ढङ्गले सबै चर्चहरूलाई चाहिँ बजेट व्यवस्थापन गर्ने काम गरेका छौँ र सबै चर्चहरूलाई चाहिँ हाम्रो चर्च हो, हाम्रै समुदाय हो, हाम्रै दाजु दिदीबहिनीहरू हो भन्ने भावनाले हामीले कतै चर्च भवन निर्माण गरेका छौँ, कतै चर्चहरूलाई विभिन्न किसिमका सरसामानहरू सहयोग पुर्याउन गरेका छौँ, कतै चर्चहरूलाई उहाँहरूको माग अनुसारका अनेक पूर्वाधार निर्माणको काममा हामी सहयोग पुर्याएका छौँ र आगामी दिनमा पनि यहाँले लिनु भएको योजना र यहाँको साथमा हामी छौँ र तपाईँहरूले जे ढङ्गको आफ्नो उद्देश्य लिएर अगाडि बढ्नु भएको छ, तपाईँहरूको साथमा हामीसँग अझ व्यक्तिगत रूपमा म विशेष रूपमा यहाँहरूसँग सँगै रहेर यहाँको अभियानमा सहयोग पुर्याउने कुरा पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र खास गरी आज जुन सुनकोशी गाउँपालिका इसाई समाज जो हाम्रो अध्यक्ष दीपक ऋषि हुनुहुन्छ, जो निरन्तर समाजको पक्षमा, समुदायको पक्षमा र यस गाउँपालिकाले कसरी राम्रो बनाउन सकिन्छ, हाम्रा दाजुभाइ दिदीबहिनीहरूले कसरी चाहे धार्मिक हिसाबले होस् चाहे सामाजिक हिसाबले होस् कसरी अगाडि बढाउन सकिन्छ भनेर निरन्तर लाग्नु भएको छ र उहाँ विभिन्न समयमा विभिन्न ढङ्गले समाजको चिन्ता गर्ने गर्नुहुन्छ र उहाँ जस्तै हाम्रा जति पनि धार्मिक गुरुहरू हुनुहुन्छ, विभिन्न पास्टरहरू धेरै नै हुनुहुन्छ, उहाँहरू सबैको भावना नकारात्मक छैन, राम्रो गराउनु हुनेछ र यहाँहरूले जे ढङ्गले अगाडि बढ्नु भएको छ, यहाँहरूले वडाको योजना अनुरूप हामी यहाँको साथमा छौँ र अझ म भन्न चाहन्छु स्थानीय सरकार यहाँको साथमा छ। त्यसो हुँदा यहाँहरूको जुन आज जे एउटा भव्य रूपमा सुनकोशी गाउँपालिकाका सबै दाजुभाइ दिदीबहिनीहरू यस ठोक्करपाको यो पवित्र भूमिमा जम्मा भएर यो पुनरुत्थान इस्टर महोत्सव जुन भव्यतापूर्वक मनाइरहनु भएको छ, सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै मलाई पनि यो कार्यक्रममा निमन्त्रण गर्नुभयो र यहाँको आफ्नो सानो शुभकामना राख्ने जुन अवसर आयोजन दिनुभएको छ, म आयोजकप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद। जय होस्।